चप्पल हान्न लाग्छ हान्यो हान्यो आप लोग थोड़ा महंगा ले जा रहे हैं खतरा रोड रेस भइरहेछ है मेरी प्यारी बुढी आफ्नो साथी भेटेर डेन्जर खुसी Hey everyone, welcome back to my another video. Hope you guys are fine है आज चाहिँ नि हामी इन्डिया जान लाग्यो त्यसैले भ्लग बनाउँदैछु अनि यो भ्लगमा के हुन्छ भने हल्लाई अलिअलि हाइलाइटबाट थाहा पाइसक्नु भयो होला यहाँ यत्रो प्याकिङ भइसकेको छ सामान हामी चाहिँ नि हाम्रो दाइको बिहामा जान लागेको मिथुनले दाइको बिहामा मेरो बुढी यो ट्रिप चाहिँ नि हाम्रो लागि नयाँ नौलो त होइन तर उसको चाहिँ नि फर्स्ट टाइम जान लाग्यो सामान त्यत्रो तिनटा हालेर नि अझै यति तिनटा खाएर ओ के हो त नि यो मिल्क यस्तै आमा भएपछि नास्ता खान रोक्दाखेरि त्यसलाई म हर्लिक्स दुध खिलाउँछु हामी चाहिँ नि रामदाइको गाडीमा जान लाग्यो है उता सुनौलीसम्म भान्जा पनि यो त अझै निन्द्रामै छ है कारमा हिँड्नुलाई बुढी ठ्याक्कै 7 बजे हिँड्ने भयो हामी यहाँबाट कारमा हामीले आफ्नो मात्र बुक गर्यो नि ठिकै छ अरू मान्छेहरू नि हामी त झ्याउ हुन्छ यार कोचार छ हामी चाहिँ नि अहिले भालु पहाडमा एकछिन रेस्ट गर्न लागेको फोटोसोटो खिच्न घुम्नलाई कस्तो भइरहेको छ हाम्रो खुट्टा अलिअलि छुन्नेको अवस्था उसको चाहिँ नि एक्चुअलीमा फ्र्याक्चर भएको थियो खुट्टा त्यसैले अलिअलि ट्राभल गर्दाखेरि चुन्दिनी भएको छ है बाबु यता हेर त हाई गर अझै नि होसमा छैन अघि नै होसमा थियो डिन्डर यस्तो हुँदो रहेछ कि यसको ट्राभल गर्दाखेरि यो थियो भालु पहाड है अब हामी फेरि जान लागेको अब डाइरेक्ट खाना खाने ठाउँमा होला नेक्स्ट स्टप अलराइट हामी चाहिँ नि रामदी आइपुग्यौँ है यहाँ लीला दिदीको होटलमा अनि यो होटल चाहिँ एकदम पुरानो हाम्रो बाबा खाना खान आउँदाखेरि नि यो होटलमा बस्नुहुन्थ्यो अनि दिदी मेरी प्यारी बुढी भोकले चुर मम्मी उता गफ गर्दै अब हाम्रो मिठो मिठो खाना आउँछ ल हाम्रो खाना चाहिँ नि आयो मम्मीले दबाइसक्यो खाना राम्रै ल हामी चाहिँ नि होटल रामदीबाट निस्क्यौँ दामी थियो खाना थकाली भन्दा कम थिएन यतिको टेस्टी खाना चाहिँ नि कतै नै पाउन्न यो स्याङ्जावालिङ पाल्पाको बाटो हिँड्यो भने चाहिँ नि होटल रामदी एन्ड लजमा छिर्न नबिर्सिनु होला यतिको टेस्टी कतै पाउनुहुन्न है चटनी नै हालिदिनु न दिदी मजाले है हामीले चाहिँ नि भटुक लिन बसेको भटुक होइन कि बटुक हामी चाहिँ नि अहिले पाल्पाको सिद्धबाबा मन्दिरमा छौँ बुढीसँग दिदीसँग आमासँग यो चाहिँ नि जस एकदम पुरानो मन्दिर ठुलो मन्दिर यहाँ पाल्पाको आफ्नो साथी भेटेर डेन्जर खुसी जस्तो लाग्यो ढन्जर है सातो उडाएको यहाँ हामी पाल्पा सिद्धबाबा मन्दिर आएदेखि चाहिँ नि यहाँ ब्लोर चले जतिको हावा हुरी तातो तातो आएको छ हुरी त हुने बुढी कि त्यस्तो धुलो उडेपछि अनि हुरी भन्दैन त नि त्यही हो त्यस्तो धुलो उडेपछि हुरी भएन अब योभन्दा उताको वेदर त इमेजिन गर्न सकिन्न आप लोग थोड़ा महंगा ले जा रहे हैं ये गाड़ी ज्यादा से ज्यादा 1500 रुपये में जाता है हामी चाहिँ नि इन्डिया छिरिसक्यौँ जस गाडीमा अलिअलि एसी भएर नयाँ नभएको छ माई वाइफ इज इन्जोइङ द वेदर होइन बुढी बसिर दिदी यु आर भेरी फ्यामिलियर टु दिस वेदर हामी दिदीको बिहामा योभन्दा डबल ट्रिपल गर्मी थियो है तिमी अघि यहाँ चाहिँ नि खतरा भयो त्यो मान्छेलाई अर्को गाडीवालाले खिचिदियो डेन्जर स्ल्यापै स्ल्याप हान्दै थियो ऊ अब चप्पलै हान्न लाग्छ ऊ हान्यो खतरा रोड रेस भइरहेछ है ए डेन्जर खिच्दिएको है फेरि भाग भाइ भाग
गर्मी चाहिँ नि यस्तो भएछ यहाँ एसी चलिरहेछ तर तातो तातो हावाले ब्लोअर चले जस्तो हुन्छ कि भट्टीमा बसे जस्तो छ। अब हाम्रो घर आउने लाग्छ नजिकै छ। खुट्टा सुन्दैछ उसको नि हाम्रो नर्मल मान्छेले सुन्छ भने उसबाट खिचक फ्याक्चर गर्थ्यो। मम्मीलाई एकदम रमाइलो फिल भइरहेछ मम्मीको घर अन्त। यो चाहिँ नि गोरखपुरको एकदम फेमस मन्दिर है गोरखनाथ। यही मन्दिरको नाममा गोरखपुर बनेको हो। बुढीराममा एक दिन जाने हो गोरखनाथ मन्दिर यो गोरखनाथ मन्दिर जस्ट टाइट सेक्युरिटी हुन्छ अरे गोरखनाथ मन्दिरमा। फाइनली हामी चाहिँ घर आइपुग्यौँ। बाबुले डेन्जर खाइसक्यो यहाँ जुस पकाइसक्यो यार। हाउ आर फिलिङ? How are you feeling? I am feeling so nice. Wow. How are you feeling? कति चल गया? मम्मीको के भएको? बुढी र म यहाँ बुढी उस खाँदैछ के अरे आइसक्रिम खाँदैछ। म चाहिँ नि स्कुटर चलाउँदै अनि यहाँ अझै दुईजनाको सिट छ। दिदी र भान्जा यहाँ अझै बस्छ यो स्कुटरमा। लास्टै गर्मी अघिसम्म तातो तातो हावा चलिरहेको थियो स्कुटर चलाउनु पनि सकेको थिएन। आई होप तपाईँहरूलाई मेरो भिडियो मन पर्यो होला। अर्को भिडियो छिटै आउँछ। त्यतिन्जेलको लागि बाई बाई।